जय मसिह सबैजनालाई। आज म तपाईहरुको बीचमा पवित्र आत्मा भनेको के हो, पवित्र आत्माको अभिषेक भनेको के हो र कसरी हामीले यो दुवै कुरा पाउन सक्दछौं भन्ने विषयमा म तपाईहरुको बीचमा चर्चा गर्न लागिरहेको छु। धेरैपल्ट मैले सेवकाईको यात्रामा हिँड्दै गर्दाखेरि कतिजनाले पवित्र आत्मा भनेको के हो भन्ने विषयमा थाहा नपाएको, कतिजनाले पवित्र आत्माको दान वरदान भनेको के हो त्यो पनि थाहा नपाएको कुराहरू मैले देखिरहेको र सुनिरहेको थियो। अनि आज म तपाईलाई यो कुरा भन्न चाहन्छु कि वास्तवमा पवित्र आत्मा भनेको चाहिँ को हो त? पवित्र आत्मा भनेको चाहिँ पिता, पुत्र अनि पवित्र आत्मा। बाइबलमा हामीले हेर्ने भने जब परमेश्वरले यो संसारलाई सृष्टि गर्नुभयो, त्रिएक परमेश्वर मिलिकन के गरी त्रिएक परमेश्वर मिलिकन के गर्नुभयो, उहाँको आत्मा यो संसारमा परिभ्रमण गर्नुभयो। अनि मानिसहरूलाई बनाउनु भन्दा अगाडि के कुरा गर्नुभयो? पिता, पुत्र अनि पवित्र आत्मा त्रिएक परमेश्वर सल्लाह गरिकन त्रिएक परमेश्वरले के गर्नुभयो? बनाउनु भयो। तर उहाँ त्रिएक भनेको चाहिँ तीनवटा जस्तो देख्छ हामीले, तर वास्तवमा तीनवटा व्यक्तित्व भइकन एक हो उहाँ चाहिँ। हेर्नुस् है, अब त्रिएकलाई हामीले कुनै पनि संसारको यो उदाहरण दिएर त हामीले उदाहरणमा हामीले जोड्नै सक्दैनौँ, किनकि उहाँ परमेश्वरलाई हामीले जोड्न, उहाँलाई घटाउन हामीले कुनै पनि कुरामा सीमित राख्न चाहिँ सक्दैनौँ। तर एउटा सानो उदाहरणको लागि हामीले बुझ्न चाहिँ कसरी सक्छौँ भने जब येशू ख्रीष्ट यो संसारमा आउनुभयो त्यो समयमा परमेश्वर पिताले सोच्ने काम गर्नुभयो। उदाहरणको लागि भने पवित्र आत्माले सल्लाहकार अर्थात् सल्लाह दिने काम गर्नुभयो र प्रभु येशूले चाहिँ अधिकार सहित काम गर्नुभयो। तर के चाहिँ हो भन्दाखेरि एउटै कुरा परमेश्वरले जुन कुरा सोच्नुभयो त्यही कुरा पवित्र आत्माले सल्लाह दिनुभयो, त्यही कुरा प्रभु येशू ख्रीष्टले गर्नुभयो। भन्नुको मतलब चाहिँ एउटै सोच, एउटै सल्लाह अनि एउटै काम, तर सबै कुरामा। अब हेर्नुहोस् है, अनि यहाँ कोही पनि पिता ठुलो, पुत्र सानो, पवित्र आत्मा बिचको भन्ने कुरा चाहिँ होइन। त्रिएक भन्नुको कारण चाहिँ के भने तीनवटै एक समान, तीन व्यक्तित्व नै एक समान हुनुहुन्छ। अब पवित्र आत्मा चाहिँ कस्तो व्यक्तिले अथवा कसरी हामीले पाउन सक्दछौँ भन्ने विषयमा म तपाईलाई भन्न चाहन्छु। पवित्र आत्मा चाहिँ तब हामीले पाउँदछौँ जब प्रभु येशूलाई हामीले विश्वास गर्दिकन स्वीकार गर्दछौँ। प्रभु येशूलाई हामी स्वीकार गरिकन पवित्र आत्मा आउनुहोस् मेरो हृदयमा वास गर्नुहोस् भनिकन पहिलो कोरिन्थीको पुस्तक 3 अध्यायको 16 पदमा लेखिएको छ, के तिमीहरूलाई थाहा छैन तिमीहरूको शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो, तिमीहरूको शरीरभित्र चाहिँ पवित्र आत्मा वास गर्नुहुन्छ भनिकन लेखिएको छ। यसको मतलब चाहिँ जब हामीले स्वीकार गर्दछौँ, प्रभुलाई ठाउँ दिँदछौँ अनि पवित्र आत्मा हामीभित्र वास गर्नुहुन्छ। र अब अर्को कुरा रह्यो पवित्र आत्माको अभिषेक भनेको के हो, अर्थात् कसरी चाहिँ शक्तिशाली कामहरू हुँदछ भन्ने विषयमा। अभिषेक भनेको के हो र अभिषेक कसरी हामीले पाउन सक्छौँ भन्ने विषयमा सबैभन्दा पहिलो कुरा त यो कुरा पाउनको लागि चाहिँ सबभन्दा बडो एउटा तृष्णा हुनुपर्दछ। पवित्र आत्मा पाउनको लागि चाहिँ हामीले स्वीकार गर्नुपर्दछ पवित्र आत्मालाई। भने पवित्र आत्माको अभिषेक पाउनको लागि चाहिँ स्वीकार पछाडि अब के हुनुपर्छ? सबैभन्दा ठुलो कुरा चाहिँ तृष्णा हुनुपर्छ। अनि तृष्णा भन्ने बित्तिकै चाहिँ हामीले सोच्दछौँ कि मैले चाहना गरेको छु अब मलाई दिनुहोस् भनेर, तर वास्तवमा त्यसरी चाहिँ हामीले पाउँदैनौँ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के कुरा हुँदछ भने तृष्णा भन्ने बित्तिकै मानिलिनुहोस् कुनै पनि जनावरलाई तिर्खा लागेको छ भने ऊ चुप्प लागेर बस्दैन, उसले चाहना मात्रै गर्दैन, तर त्यो ठाउँसम्म अन्तिम सास रहे तापनि त्यो जनावर चाहिँ के गर्छ? त्यो पानी भए ठाउँसम्म जाँदछ अनि उसले खाँदछ अनि उसको तृष्णाहरू मेटिन्दछ। अब यो अभिषेकलाई भेट्टाउन, अभिषेकलाई पाउन सबैभन्दा सजिलो कुरा चाहिँ होइन, यो निकै गाह्रो कुरा, निकै कठिनको कुरा हो। तर जब हामीले पाउँदछौँ तब हाम्रो जीवनमा धेरै कुराको सुधार, सफलता, परमेश्वरको उन्नति, अचम्मको काम र मिराकलको कुराहरू सुरुवात भएर जाँदछ मेरो प्रिय। अब आउनुहोस् कसरी हामीले पाउँदछौँ। जस्तै उदाहरणको लागि आज म यो ठाउँमा छु अनि आजभन्दा धेरै वर्ष अगाडि हेर्ने भने मैले प्रभुबाट त्यो अभिषेक नपाउँदाखेरि के हुन्थ्यो त? मैले प्रार्थना गर्दा उत्तर आउँदैन थियो। चङ्गाईको लागि प्रार्थना गर्दाखेरि धेरैपल्ट चङ्गाई कहिले हुन्थ्यो, कहिले हुँदैन थियो, कहिले प्रार्थना गर्दाखेरि अलिअलि हुने, कहिले नहुने, कहिले भए जस्तो हुने। तर पनि मैले निरन्तर लाग्यो अनि मैले प्रभुसँग यति धेरै प्रार्थना गर्नु थाल्यो। दिनमा 3 घण्टा 4 घण्टासम्म जङ्गल गई ठाउँमा गएर म प्रभुसँग रुँदै, प्रभुसँग तृष्णा गर्दै, प्रभु मलाई तपाईँको आत्माले भरिदिनुहोस्, मलाई तपाईँको वरदानले भरिदिनुहोस्, प्रभुलाई आराधना गर्दै, प्रभुलाई उचाल्दै मैले धेरै प्रार्थना गर्यो। अनि धेरै प्रार्थना गर्दा वर्षौँ लाग्यो। अनि जसै मैले प्रार्थना गर्यो लगभग 2-3 वर्षभन्दा ज्यादा प्रार्थना गर्दै जाँदाखेरि लगभग 5 वर्ष पछाडि चाहिँ के भयो? परमेश्वरको वरदानको सुरुवात मेरो जीवनमा सुरुवात भयो मेरो प्रिय। अनि यो सबै कुरा चाहिँ कसरी पाउँदछौँ भन्दाखेरि योएलको पुस्तक 2 अध्यायको 28 पदमा भन्नुभयो, म मेरो आत्मा अन्त्यको दिनमा चाहिँ सबै मानिसहरूमाथि खन्याउने छु भनिकन परमेश्वरले एउटा प्रतिज्ञा गर्नुभयो। अब त्यो प्रतिज्ञा चाहिँ जब हामीले प्रार्थना गर्दछौँ, जब हामीले पर्खिकन तृष्णा साथ प्रभुलाई हामी माग्दछौँ अनि उहाँको निम्ति अलग्याइनु। अब सबैभन्दा यो कुरा चाहिँ बुझ्नुहोस् है मेरो प्रिय, यदि तपाईँ प्रभुको सेवकाई गर्छु
गर्छु भनिकन निस्किनु भएको छ भने अब तपाईको लागि त्यो वरदान हो। सबैको लागि वरदान हुन्छ भन्ने चाहिँ हुँदैन। हेर्नुहोस् है, चाहना गर्नु पायो, वरदान पाएर वरदान भनेको चाहिँ मैले चाह्यो भने चलाउँछु नभए चलाउँदिनँ भन्नुको लागि होइन। तर वरदान भनेको चाहिँ के हो भन्दाखेरि प्रभुले मलाई जहाँ पठाउनुहुन्छ, प्रभुले मलाई जे कुरा गर्नको लागि लाउनुहुन्छ त्यो काम म गर्छु भन्ने कुरा जब तपाईँ सोच्नुहुन्छ तब तपाईँले वरदान पाउनुहुन्छ। तर के चाहिँ हुनु पर्यो भन्दाखेरि म मेरो परमेश्वरको निम्ति म अलग्याइएको हुँ, म परमेश्वरको काम र उहाँको सेवा गर्छु भनेर जब तपाईँ आफ्नो जीवनलाई समर्पण गर्नुहुन्छ तब मात्रै तपाईँको जीवनमा वरदानको सुरुवात हुँदछ। मेरो प्रिय एलिसालाई हामीले हेर्ने भने उसलाई अभिषेक गर्यो, अभिषेक गरिसक्ने बित्तिकै ऊ के भयो, संसारको कामको निम्ति सबै कुरा त्यागेर ऊ सेवकाईमा निस्क्यो। उसले एलियाको के गर्यो, झोला बोकेर उसको सेवा टहल गर्यो अनि पछि गएर उसले वरदान पायो। अब यो वरदान चाहिँ सबैजनाले कहिले पाउँछ भन्दाखेरि जब अभिषेक अर्थात् तपाईँ अलग्याइएर एउटा राजा हुनको लागि अभिषेक गरेको छ भने उसले घरको काम अर्थात् संसारको काममा व्यस्त हुँदैन। तर के गर्छ, उसको सबैभन्दा पहिलो स्थान भनेको चाहिँ राजाको काम। उसले आफ्नो देशलाई सेना अनि सिंहासनमा बसिकन उसले काम गर्दछ। यदि तपाईँलाई परमेश्वरले अभिषेक गर्नुभएको छ भने तपाईँ सबैभन्दा पहिलो काम चाहिँ के हुनु पर्यो, सेवकाई, अनि त्यसपछिबाट अरू काम हुनु पर्यो। अब यो कुरा भइसकेपछि के हुन्छ, तपाईँ तृष्णा, प्रार्थना र सबै कुराहरू मिल्दै गएपछि के हुन्छ, त्यहाँबाट वरदानको सुरुवात हुन्छ। अनि वरदान चाहिँ सबैले सुरुमै ठुल्ठुलो वरदान होइन, वरदान भनेको ठुलो सानो त छैन, तर अगाडि र पछाडि हुने वरदानहरू चाहिँ हामीले धेरैपल्ट भोगेको कुरा र बाइबलमा पनि हेर्ने हो भने त्यो कुराहरू चाहिँ हुन्छ। सबैभन्दा पहिला चाहिँ मेरो चाहिँ कसरी सुरुवात भयो भन्दाखेरि मेरो चाहिँ अन्य भाषा सुरुवात भयो। अन्य भाषाबाट बिस्तारै चङ्गाईको काम सुरुवात भयो, चङ्गाईबाट बिस्तारै अगमबानीको, अनि यसरी नै बिस्तारै थपिँदै बढ्दै जाने कुरा हो। एकैचोटि हात आउने कुरा पनि होइन, एकपछि अर्को बिस्तारै अगाडि बढ्ने कुरा हो। यस कारणले गर्दाखेरि अब के पवित्र आत्मा हामीमा बास गर्नु भएपछि हामीले अन्य भाषा बोल्नै पर्छ त भन्ने कुरा पनि आउँछ। तर वास्तवमा यदि पवित्र आत्माको अभिषेक हामीले अर्थात् पवित्र आत्मालाई हामीले पाएको छ भने त्यसको चिन्ह भनेको चाहिँ अन्य भाषा नै हो भन्ने कुरा चाहिँ होइन। तर पवित्र आत्माको अभिषेक, उहाँको शक्तिलाई हामीले बोक्न सुरुवात गरेका छौँ भने चाहिँ सबैभन्दा पहिलो सुरुवात चाहिँ के हो, अन्य भाषा हो। मेरो प्रिय, यसको मतलब त पवित्र आत्माको फल पनि छ 9वटा होइन, तर पवित्र आत्माको वरदान पनि के छ, 9वटा छ। अब वरदान मात्रै बोकेर पनि भएन, त्यसमा के हुनु पर्यो, फल पनि हुनु पर्यो। अनि सबैले वरदान पाउँछ भन्ने चाहिँ हुँदैन, तर सबैले फल चाहिँ पाउनै पर्छ भन्ने चाहिँ सबैभन्दा पहिलो स्थान हुनुपर्दछ। मेरो प्रिय, यस कारणले गर्दाखेरि तपाईले पवित्र आत्मा पाउनुभयो भने तपाईमा पवित्र आत्माको फल हुनु जरुरी छ। यदि तपाईभित्र पवित्र आत्माको फल छ भने तपाईले अरु कसैले यो भनेर तपाई विश्वास नगर्नुस् अथवा भ्रममा नपर्नुस् कि तँभित्र चाहिँ पवित्र आत्माको उपस्थिति छैन, पवित्र आत्मा बास गर्नुहुन्न भनेर कसैले भन्दछ भने दोधार नहुनुस्, पवित्र आत्मा बास गर्नुहुन्छ। हालेलुया। तपाईले स्वीकार गर्नु भएको छ भने पवित्र आत्मा तपाईभित्र बास गर्नुहुँदछ। र मैले भन्दै थिएँ कि वरदान थपिँदै जाँदछ अनि यो वरदान थपिँदै एकपछि अर्को खुड्किलामा चढ्ने कुरा हो। र जब हामीले यो वरदानलाई पाउँदछौँ तब हाम्रो जीवनमा अचम्मको काम, चिन्ह चमत्कारको कामहरू हुँदछ। अब तपाईलाई पनि प्रश्न होला, म पनि यो काम गर्न चाहन्छु, म पनि यसरी सेवकाईमा निस्कन चाहन्छु, म पनि यसरी नै वरदान पाउन चाहन्छु भनिकन यदि तपाईँ यस्तो प्रश्नमा हुनुहुन्छ भने तपाईले कमेन्ट गरेर तपाईले भन्न सक्नुहुन्छ। र आज मैले यो 4वटा विषयलाई हेरेँ। पवित्र आत्मा भनेको के हो, पवित्र आत्मा कसरी हामीले पाउन सक्छौँ, अभिषेक भनेको के हो र अभिषेकलाई हामीले कसरी पाउन सक्छौँ भन्ने विषयमा बाँकी कुरा हामी आउँदो भिडियोमा गर्नेछौँ। र तपाईलाई प्रश्न लागेको कुरा, सोध्न मन लागेको कुरा तपाईले कमेन्टमा सोध्न सक्नुहुनेछ र फेरि पनि हामी भेट्ने नै छौँ। सबैजनालाई धन्यवाद साथै जय मसिह।